फेस वास हो यो। त्यस्तै गरी यो छ फेस स्क्रब छ हाम्रो जुन 15 दिनको एकपटक युज गरेपर हुन्छ। फेस क्लिजिङ फेस स्क्रब भन्दा एउटै हो यो। अनि यो प्रोडक्ट्स 15 दिनको एकचोटि सर्लक फेसमा लगाएर 5-10 मिनट जति छोडिदिएर अनि फेरि फेस धुने एकदमै राम्रो प्रोडक्ट छ। यसले फेसमा भएको फोहोरहरू सबै हटाउँदछ। अनि यस्तै गरी यो मोइस्चराइजर छ डेली अल स्किनको लागि, ओइली ड्राई जुन स्किनको लागि पनि यो मोइस्चराइजर एकदमै राम्रो छ मोइस्चराइजर। यस्तै गरी यो छ फेस ग्लो फेस प्याक जुन जसको फेसमा ग्लो आउँदैन, ग्लो छैन जसको फेस उहाँहरूले हप्ताको एकपटक वा 2 पटक युज गर्न सक्नुहुन्छ। अनि यो एकदमै राम्रो छ। 1-2 पटक लगाउँदा पनि रिजल्ट राम्रो दिन्छ यो ग्लो फेस वास फेस प्याकले। अनि यो नाइट क्रिम छ हाम्रो जुन दिनभरि बाहिर घाममा काम गरेर अथवा अफिसमा काम गरेर साँझ आफ्नो फेस सर्लक्क फेस वासले धोएर अनि सुत्ने बेलामा यो फेस नाइट क्रिम युज गर्न सकिन्छ। एकदमै राम्रो। अनि हाम्रो यो जुन बिबी क्रिम छ 30+ को यो हेरी छ 30-40 को पनि छ। यो हाम्रो बिबी क्रिम एकदमै राम्रो नेचुरल प्रोडक्ट्सबाट बनेको नेचुरल प्रोडक्ट्स हो बिबी क्रिम। यस्तै गरी यो सन्सक्रिम हाम्रो यो 3 थरी छ। एउटा 30+ को अनि यो 40+ को 50+ को छ। हाम्रो यो सन्सक्रिम भयो जुन दिउँसो घाममा लगाउने 2 थरी छ है हाम्रो सन्सक्रिम। स्किन फर्मुला 9 को 15 सन्सक्रिम 50+ भनेर पनि पाउँछ अनि यो पनि पाउँछ है। यसमा जुन 2वटा छ 2वटा अनि 3वटा हेरी छ यो सन्सक्रिम जुन एकदमै राम्रो छ। घामबाट जोगाउँछ छालालाई एकदमै राम्रो गर्दछ। जुन यो कपालमा लगाउने सिरम हाम्रो सिरम छ एकदमै राम्रो सिरम। त्यस्तै गरी यो साबुन पनि छ हाम्रो है मुख धुनको लागि पनि युज हुन्छ। यो तुलसी, पुदिना, निम यस्तै जडीबुटी मिसाएर बनाएको साबुन हो यो जुन यो बच्चाले पनि युज गर्न मिल्छ र ठुलो मान्छेले नि युज गर्न मिल्छ। यसले चिलाउने एलर्जी आउने केही पनि हुँदैन। एकदम राम्रो साबुन हो यो। यो हाम्रो टुथपेस्ट हो। यो टुथपेस्टमा गिजा सुन्नेको सास गनाउने भएकोहरूले युज गर्दा एकदमै राम्रो हुन्छ। अनि किराले खानाबाट पनि कम हुन्छ। कसैको दाँत किराले खाएर गिजा सुन्निने अनि सास गनाउने छ भने यो 3 थरी छ हाम्रो यो टुथपेस्टहरू। 3 थरीमा जुन युज गर्न पनि सक्नुहुन्छ। तुलसी, निम, पुदिना मिसाएर बनाएको छ जडीबुटी। जुन यो यहाँ छ यो लिक्विड हेरी थरीको कलरमा पाउँछ यो। भेजिटेरियनहरूले पनि युज गर्न सक्नुहुन्छ। हाम्रो हेरी छ हाम्रो 3-4-5 थरी कलरको लिपस्टिक अनि लिक्विड पाउँछ। त्यस्तै गरी यो ड्राई कपालको लागि एकदमै राम्रो स्याम्पू छ। स्याम्पू 3-4 थरी स्याम्पू छ हाम्रो। यो सानो खाले हो। मलाई सानो खाले ल्याइदिनु न भनेर भन्नुभएको थियो र मैले सानो खाले लिएको। मैले 3 थरी स्याम्पू लिएको छु जुन यो निमबाट बनेको स्याम्पू अनि यो कागतीहरूबाट बनाएको एकदमै राम्रो स्याम्पू छ। अनि ड्राई ओइली जुनले पनि युज गर्न मिल्छ। कपाल झर्ने धेरै कपाल झरिराखेको छ भने यो स्याम्पू युज गर्नुभयो भने एकदम कम हुन्छ। हजुरहरूले आफू पनि महसुस गर्न सक्नुहुन्छ 1-2 पटक युज गर्नुभयो भने। यो एभोकाडोबाट बनाएको
डेली केयर स्याम्पो मैले धेरै युज गरेको स्याम्पो हो यो। अहिले देखाएको तीनवटै मैले युज गर्छु। एकदमै राम्रो, कपाल पनि हाँगा नगर्ने, कपाल नटुक्रिने अनि नझर्ने एकदम राम्रो गरेको छ। मसँग अहिले यति प्रोडक्ट्सहरू छ। हजुरहरूलाई चाहियो भने भन्नु, हजुरहरूलाई म उपलब्ध गराउन सक्छु। त्यस्तै गरी हाम्रो यो पनि पाउँछ, सप्लिमेन्टहरू पनि पाउँछ। थाइरोइड, प्रेसर, सुगर, कोलेस्ट्रोल भएको अनि बढी ग्यास्ट्रिक भएको जुन जस्तो सुकै रोगको लागि पनि सप्लिमेन्टहरू पनि पाउँछ। हजुरहरूले यदि उपचार गर्दा हैरान भएर अब केही गरी भएन भन्ने छ हजुरलाई भने एकपटक अवश्य पनि यो सप्लिमेन्ट युज गरेर हेर्नुहोस्। यसको रिजल्ट कस्तो पाउनुहुन्छ हजुरले आफै थाहा पाउनुहुन्छ।